नमस्ते, म मुकेश राज महतो। आजको प्रश्न यस प्रकार रहेको छ। प्रश्नले भनेको छ मंगोलियन स्पोर्ट कमनली सीन अन भनेको छ। खासमा मंगोलियन स्पोर्ट कहाँ देखिन्छ भनेर भनिएको छ। कहाँ देखिन्छ? फेसमा कि नेकमा कि ल्याम्बोसेक्रलमा कि एब्डोमेनमा? त यो प्रश्नको उत्तर बुझ्नुभन्दा पहिला हामी मंगोलियन स्पोर्ट के हो भनेर बुझौं। खासमा मंगोलियन स्पोर्ट भनेको के हुन्छ? बच्चा जन्मिँदाखेरि, ठीक छ, बच्चा जन्मिँदा हैन देखिने ब्लू हैन ग्रे कलरको ब्लू ग्रे कलरको पिगमेन्टेसन हो, कलरको पिगमेन्टेसन हो, ठीक छ। यो प्राय अफ्रिकन र हैन एसियन कन्ट्रीको बच्चामा देखिन्छ। एसियन कन्ट्रीको चाहिँ के हुन्छ? चाइल्डमा चाहिँ देखिन्छ। यसको तपाईले सोधिन्छ सर मोस्ट कमन साइट, यही त सोधिएको छ। सर प्राय कहाँ देखिन्छ है? न्यू बोर्न बेबीको कहाँ देखिन्छ? त प्राय चाहिँ यो भनेको कहाँ देखिन्छ? ल्याम्बोसेक्रल रिजनमा देखिन्छ। कमन साइट सोधिरहेको छ भने लोअर ब्याक भन्नु होला है, लोअर ब्याकमा वा त है पिठीको तल वा त ल्याम्बोसेक्रल एरियामा चाहिँ के हुन्छ? त यो चाहिँ देखिन्छ। अर्को भनेको चाहिँ यसको सेप कस्तो हुन्छ? यहाँ हेर्नुस् त, यसको चाहिँ बच्चामा देखाइएको छ। यसैलाई चाहिँ के भनिन्छ? मंगोलियन स्पोर्ट भनिन्छ, ठीक छ। यही हिस्सालाई हो। खासमा यसको सेपलाई हेर्दाखेरि चाहिँ के हुन्छ? इरेगुलर हुन्छ। कस्तो सेपको हुन्छ? यो चाहिँ इरेगुलर हुन्छ र फ्ल्याट सेपमा रहेको हुन्छ। तर याद रहोस्, नट चेन्ज इन, यसमा कुनै पनि नट चेन्ज इन कलर, न त कलरमा चेन्ज हुन्छ, न त सेपमा चेन्ज हुन्छ, न त साइजमा चेन्ज हुन्छ। जे देखियो त्यही रहन्छ। अर्को तपाईले चाहिँ सर यो कहिले हटेर जान्छ? त युजुअली डिसएपियर प्राय चाहिँ बच्चा जन्मेको 4 देखि 6 इयरमा चाहिँ के हुन्छ? यो आफै हराएर जान्छ। क्लियर छ? मंगोलियन स्पोर्टबाट बुझ्न सक्ने यही 5-6 वटा कुरालाई तपाईले सम्झनु होला। मंगोलियन स्पोर्ट भनेको एउटा चाहिँ ब्लू ग्रे कलरको पिगमेन्टेसन हो। यो प्राय चाहिँ अफ्रिकन र एसियन कन्ट्रीको बालबच्चाहरूमा देखिन्छ। यो चाहिँ मोस्ट कमन साइट भनेको चाहिँ लोअर ब्याक वा ल्याम्बोसेक्रल एरियामा देखिन्छ। अर्को भनेको सेप भनेको इरेगुलर हुन्छ, फ्ल्याट सेपमा हुन्छ। तर यो कलर सेप योहरू चाहिँ केही पनि बदलिदैन र यो बच्चा जन्मेको चाहिँ के हुन्छ त है 4 देखि 6 वर्षमा यो चाहिँ हराएर जान्छ। क्लियर छ? अब प्रश्नमा स्पोर्ट भनिएको छ। खासै यो स्पोर्टसँग पनि क्वेशनहरू धेरै बन्छ। अब यसमा हेरौँ न, कुन स्पोर्ट केसँग सम्बन्धित छ? कहिले काहीँ क्वेशनहरू सोधिन्छ। जसरी कप्लिक स्पोर्ट केसँग सम्बन्धित छ, रोथ स्पोर्ट कोसँग सम्बन्धित छ, अर्को भनेको चाहिँ हटबट स्पोर्ट केसँग सम्बन्धित छ, बिटोस स्पोर्ट केसँग सम्बन्धित छ। यस्ता प्रश्नहरू धेरै सोधिएको हुनाले आज हामीले चाहिँ यो स्पोर्टको पनि रिलेटेड कुराहरू बुझिहालौँ। जस्तै कप्लिक स्पोर्ट केमा सोधिन्छ? त सर कप्लिक स्पोर्ट भनेको मिजल्समा देखिन्छ। बिटोट स्पोर्ट केमा देखिन्छ? ब्लाइन्ड स्पोर्ट, यो चाहिँ आँखाको एउटा पार्टमा देखिन्छ। बिटस स्पोर्ट केमा हुन्छ? सर डिफिसियन्सी अफ भिटामिन ए को डिफिसियन्सीमा देखिन्छ। एनास्थेटिक स्पोर्ट केमा देखिन्छ? सर लेप्रोसीको केसमा देखिन्छ। कटन वुल स्पोर्ट केमा देखिन्छ? एचआईभी एड्स है एड्सको भएको बिरामीमा देखिन्छ। रेड रोज स्पोर्ट केमा देखिन्छ? सर टाइफाइडमा देखिन्छ है। जसरी चाहिँ है मोलबेरी स्पोर्ट चाहिँ केमा देखिन्छ? त सर यो मोलबेरी स्पोर्ट टाइफस फिभरमा देखिन्छ। रोथ स्पोर्ट कुनमा देखिन्छ? रोथ स्पोर्ट सुन्नु भएको छ कि छैन है? इन्फेक्टिभ इन्डोकार्डाइटिसमा देखिन्छ। र है अर्को छ ब्रुस फ्लुइड स्पोर्ट कुनमा देखिन्छ? त डाउन सिन्ड्रोममा देखिन्छ। यहाँसम्म क्लियर छ है?
है मंगोलियन स्पोर्ट र स्पोर्टसँग बन्न सक्ने रिलेटेड क्वेसनहरू यति तपाईले याद राख्नु होला। यदि यो भिडियो मन परेको छ भने हाम्रो पेजलाई र हाम्रो टिकटक आइडीलाई चाहिँ फलो गरेर बस्नु होला। यसमा चाहिँ हरेक दिन एउटा एउटा क्वेसन हामी कम्प्लिट डिस्कसन अपलोड गरेको हुनाले यदि मेडिकल स्टुडेन्ट हुनुहुन्छ भने सम्पूर्ण फ्याकल्टीको लागि अब अनमी, एचएक, स्टाफ नर्स, फार्मेसी, ल्याब तिनीहरूको लाइसेन्स र लोकसेवाको लागि प्रभावकारी हुनेछ। हस्त।